यो मेरो कार्यक्षेत्र गोल्छे गाविस हो। यस गोल्छे गाविसबाट जुगल हिमाल नजिकै पर्दछ। हिजो रातिको साधारण सामान्यतयाको वर्षाले गर्दाखेरि यो गोल्छे गाउँको सबभन्दा माथिको डाँडोमा यसरी हिमपात परेको छ। हिमपातको दृश्य यसरी मैले आफ्नै क्यामेराको स्क्रिनमा यसरी उतार्ने प्रयास गरेँ। यो गोल्छे भन्दा पारीको माथिको डाँडाको भागमा यसरी हिउँ परेको छ। यो गोल्छे गाउँको घरहरू भयो। यी घरहरू भए यी घर भन्दा पारी केही कुहिरो लागेको छ यसरी। यो भन्दा माथिको यो गाउँ भनेको निम्लुङ गाउँ हो। गोल्छे गाविसको पारीपट्टिको निम्लुङ गाउँ हो। यो भन्दा माथिको डाँडामा यसरी हिउँ परेको छ। यसरी क्रमैसँग हिउँहरू यस्तरी परेका छन्। यो हो जुगल हिमाल। जुगल हिमालको दृश्य यो हो। यहाँबाट जुगल हिमालको केही अंश यसरी देखिन्छ। भाग्य कसले रोजेको छ र, भाग्य कसले रोजेको छ र, भोगेपछि बुझ्ने हो। भाग्य कसले रोजेको छ र।